खाना पनि लौरो ठिक छ रहेछ एकदमै हामी चाहिँ माथि दर्शन गरेर आइसकेपछि चाहिँ यो भाले खान पर्छ है ल सबैजना पुगेकै छैन माथि गएर रमाइलो गर्नुपर्छ क्या जाउँ हाई साथीहरू वेलकम टु माई ब्लग आज चाहिँ हामी लटलम्बेश्वर जान लागेको छु है अहिले चाहिँ 6 बजे 10 मिनट गइसकेको छ अहिले चाहिँ हामी रेडी पनि भएको छैनौँ अब चाहिँ म रेडी सेडी भएर हजुरहरूलाई भेट्ने छु रेडी भइसकेँ अब चाहिँ हामी निस्किन लागेको है अलरेडी ढिलो भइसक्यो मम्मीहरू पनि आउनु भइसक्यो कल गरेछ अब चाहिँ हामी निस्किन्छु हजुरहरूलाई उताको बाटो के कस्तो छ पनि हजुरलाई म देखाउँछु त्यसको लागि लास्टसम्म भिडियो हेरिदिनु होला हामी निस्केको है घरबाट अलरेडी ढिलो भइसक्यो ल आज चाहिँ मैले सिम्पल स्पोर्ट सुज ज्याकेट अनि जिन्स सफ्ट जिन्स लगाएको छु अब चाहिँ गएँ आज चाहिँ हामीले स्कुटी लाँदैनौँ किनभने अफरोड हुनसक्छ है आज चाहिँ हामी बाइकमा जान लागेको छु अब हजुरहरूलाई हामी चाहिँ मम्मीहरू भेटिसकेपछि देखाउँछु ल उहाँ चाहिँ हुनुहुन्छ मेरो जीवन साथी ल अब मम्मीहरू भेटिसकेपछि फेरि देखाउनेवाला छु हामी चाहिँ निस्किसक्यो है अहिले चाहिँ जाँदैछौँ मम्मीहरू चाहिँ यता कुरेर बस्छु भन्नुभएको थियो है तर हामी अलिकति लेट भएको कारणले चाहिँ उहाँहरू अगाडि जानु भइसक्यो अब म हजुरहरूलाई देखाउँछु मम्मीहरू पनि माथिबाट जाउँ न गइसक्यो माथि झालपाती माथि जानु भइसक्यो आज चाहिँ मौसम पनि कस्तो शीतल छ है सायद हिँड्न पनि सजिलो हुन्छ आज साथीहरू अहिले चाहिँ हामी चापागाउँ नागिसक्यौँ है यहाँ ठाउँलाई चाहिँ यहाँसम्म पनि चापागाउँ नै भन्छ है हामी चाहिँ थेचोबाट ठ्याक्क 6:40मा आएको है अहिले चाहिँ कति बज्यो ल यो चाहिँ अब चाहिँ हामी यहाँबाट टाखेल हो यो अब चाहिँ हामी यहाँबाट टाखेल जाँदैछौँ आज चाहिँ बिहान भएर होला है सुनसानै छ बाटो पनि आनन्द छ कि हिँड्दा नि मौसम चाहिँ आज एकदमै खतरा छ पानी पर्ला जस्तो छ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ बाटो पनि अहिले एकदमै राम्रो छ पिच छ है ठुलो छ कति पछि आएको बाटो चाहिँ एकदमै अहिलेसम्म चाहिँ एकदमै ठिक छ है पछि कस्तो हुन्छ म हजुरहरूलाई देखाउँदै गर्छु अहिले चाहिँ हेर्नु भ्यू पनि कस्तो राम्रो छ यता डाँडा सारा है आनन्दको छ साथीहरू यहाँ चाहिँ दुईवटा बाटो आउँछ है यसरी यहाँ चाहिँ सरस्वती कुण्ड जानुहुन्छ भने चाहिँ यताबाट सिधै जाने अनि हामी चाहिँ अब यहाँ चाहिँ श्री बटुक दलवन बाटोबाट तल जाने है यहाँ एरो यहाँ बोर्ड पनि दिएको छ यहाँबाट सिधै तल जाने अब चाहिँ हामी चाहिँ मम्मीलाई मालाई भेटिसक्यौँ है अहिले चाहिँ हामी हाई भनिदिनु पहिला टिका भैरव पुग्यो अहिले चाहिँ हामी यहाँ चिया खान लगाएको टिका भैरवमा पुगेर है अहिले चाहिँ हामी चिया हलुवासारी खाँदैछौँ है उता चाहिँ मेरो मा र बा हुनुहुन्छ यता चाहिँ ड्याडी र मम्मी हुनुहुन्छ यता चाहिँ मेरो जीवन साथी हुनुहुन्छ साथीहरू मैले पनि खाएँ है हलुवा र स्वारी तातो तातो छ एकदमै मिठो स्वारी चाहिँ यो पैसा बाले हलुवा सारी कस्तो छ एकदम गुड एकदम मिठो हजुरलाई आउनु मिला यतै आउनु होला साथीहरू हामी चाहिँ चिया खाएर आइसक्यो है चिया खान ठाउँबाट हामी निस्किसक्यौँ दुईवटा बाइक चाहिँ पछाडि आउँदै हुनुहुन्छ हामी चाहिँ अगाडि नै छौँ ल त्यताबाट सिधै आउनु होला है अहिले मैले देखाएको चिया खाएको ठाउँमा चाहिँ हजुरहरूले पनि खानु होला है आउनु भयो भने चाहिँ एकदमै मिठो स्वारी र हलुवा चाहिँ एकदमै मिठो छ अनि बाटो चाहिँ यहाँ पनि छ एउटा यताबाट जाने है साइडबाट जाने साथीहरू यहाँ चाहिँ बाटो बनिरहेको रहेछ है अब एकछिन हामी चाहिँ यहाँ वेट गर्दैछौँ सबैजना अब चाहिँ पठाउनै लागेको छ है जाम भएको ठाउँबाट चाहिँ हामी अहिले कटिसक्यौँ है
साइडमा रोक्दो रहेछ कि साथीहरू यहाँको भ्यू हेर्न सक्नुहुन्छ एकदमै दामी राम्रो यो जुन यो तल देखिराख्नु भएको बाटो छ नि हामी चाहिँ त्यही बाटोबाट जानुपर्ने हुन्छ है लप्लम्बेश्वर जानको लागि एकदमै राम्रो छ बाटो पनि अहिलेसम्म त एकदमै ठिक छ है यस्तो अफ रोड भनेको चाहिँ छैन धेरै सबै पिचै छ एउटा दुईवटा ठाउँमा चाहिँ होला यहाँबाट चाहिँ अफ रोड सुरु भयो जस्तो छ है यहाँ चाहिँ अब पाउडर पनि लाउन नपर्ने अवस्था हुन्छ जस्तो लाग्यो त्यही भएर मैले त्यति आज मेकअप पनि गरेर आएन किनभने बाटो के कस्तो छ भन्ने थाहा थिएन नि त प्रायः अरूको हेर्दा चाहिँ अलिअलि अफ रोड देखेको थिएँ पहिला अहिले पनि तर अलिअलि अफ रोड रहेछ तर धेरै चाहिँ छैन आउन चाहिँ एकदम सजिलो हुँदो रहेछ हामी चाहिँ अहिले यो पुल आएको छ है यो पुल चाहिँ क्रस गर्न पर्ने हुन्छ यो फर्स्टको पुल चाहिँ सानो पुल भने यो चाहिँ अलिकति ठुलो छ अहिलेको भन्दा चाहिँ ओ माई गड कस्तो आवाज आएको अब फेरि अफ रोडै पालो आयो है अहिलेसम्म चाहिँ 70% चाहिँ पिच बाटो छ भने चाहिँ 30% चाहिँ अफ रोड छ है ओ ल खोला पनि आइरहेछ आनन्दको ठाउँ रहेछ है यहाँ ल अब हामी चाहिँ यहाँबाट सिधा माथि नगइकन यतातिर टर्न गर्नुपर्ने हुन्छ हजुर देख्न सक्नुहुन्छ श्री लप्लम्बेश्वर महादेव भन्नुभएको छ है यही बाटोबाट अब हामी जाने हो यहाँ गेट पनि देख्न सक्नुहुन्छ साथीहरू प्रायः चाहिँ यहीँ बाइक रोकेर पनि माथि हिँडेर जानुहुन्छ है अहिले हामी चाहिँ अब कहाँसम्म यो बाइक पुग्छ त्यहीँसम्म जान्छु हजुरलाई देखाउनेवालामा छु देखाउनेवालामा छु अब चाहिँ हाम्रो हिँड्ने हाइकिङ सुरु हुँदैछ है यहाँ चाहिँ हामीले बाइक पार्किङ गरेँ अब यहाँबाट चाहिँ हामी हिँड्छु ल जाउँ अब हामी यहाँबाट पनि जान मिल्छ तर यहाँबाट पनि जान मिल्छ एकै ठाउँमा भेट्छ अरे यहाँबाट गए पनि अब हामी पानी चाहिँ माथि नै लिन्छौँ होला अब यो बाटो सुरु गर्छौँ आऊ न यहाँबाट चाँडै हुन्छ अरे ल हजुरहरूलाई चाहिँ के भाषा बोल्दै हुँदै होला है नेवारी बोल्दै हुनुहुन्छ ल जाउँ चाहिँ हामी गएँ बाटो त खतरा रहेछ है यहाँ चाहिँ आज चाहिँ खुट्टा दुख्ने भयो ल भ्यू हेर्न सक्नुहुन्छ एकदमै दामी छ है तलबाट चाहिँ सबै उहाँहरू चाहिँ लुबुबाट आउनु भएको रहेछ हामी चाहिँ सँगै भेट भए हामी चाहिँ 6 जना आएको थियौँ खास यहाँ चाहिँ आएर चाहिँ अलिक बढी मान्छे भेट भयो खाना चाहिँ हामी त्यहीँ तलबाट आएर खाना खान्छौँ अब बाइकहरू चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ गाडी बाइकहरू सबै यहाँ पार्किङ गरेर अब हामी चाहिँ हिँड्दैछौँ हजुरलाई कस्तो हुँदैछ ओ भगवानको दर्शन गर्नु त धेरै गाह्रो रहेछ तर बिस्तारै आइपुग्यो अब हामी माथिको लागि चाहिँ नि हिँड्दैछु धेरै गाह्रो भयो नि बाटो त गाह्रो भयो नि हामीलाई तर आइरहेको छु यस्तो बाटो जाँदैछौँ है अगाडि चाहिँ मेरो ड्याडी हुनुहुन्छ अनि बिचमा चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ छेउमा चाहिँ हाम्रो बा हुनुहुन्छ है ल कस्तो जङ्गलको बाटो अनि यता चाहिँ मम्मी अनि पछाडि चाहिँ मा है होइन बा भनेको थिएँ उहाँको श्रीमती उहाँ चाहिँ ल हामी चाहिँ अब जाँदैछौँ अब 1 घन्टा होला सायद यस्तो बाटो छ खतरा छ ल सबैजना एक्साइटेड छ है एकदमै स्या भइसक्यो मलाई त्यति आएर ल साथीहरू हजुरहरू पनि आउनु होला है अब माथि गएर म माथिको भ्यू पनि देखाउँछु आज भिडियो चाहिँ हेर्दै गर्नु होला ल उहाँ चाहिँ नाच्दै हुनुहुन्छ है बा चाहिँ एकदमै अहिले चाहिँ बाइकमा चाहिँ डराएर रुन लाग्नु भयो अब चाहिँ नाच्दैछ मम्मी पनि हो ल सबैजना
पुगेकै छैन माथि गएर रमाइलो गर्नुपर्छ क्या जाउँ ल अगाडि दुईजना चाहिँ अगाडि जानु भइसक्यो पानी लिन खाना टाकटुक खानलाई ऐला ल्याउनु पर्ने रे ऐला ऐला भनेको थाहा छ हाम्रो नेवारीबाट ऐला भनेको चाहिँ रक्सी हो प्योर है प्योर ल गाइजहरू हजुरहरू पनि आउँदा रक्सी खाएर जानु पावर आउँछ यतिकै हामी चाहिँ माथि दर्शन गरेर आइसकेपछि चाहिँ यो भाले खान पर्छ है अहिले पछि यहाँ आएर चाहिँ हामी खाना खान्छौँ अब पहिला माथि दर्शन गरेर आउँछु अनि त्यसपछि चाहिँ हामी यहीँ खाना खान आउँछौँ है यहीँ खाना खान आउने होइन तल त्यो भएको छैन फिक्स भएको छैन कल गर्छु भनेछु ल यहीँ बसेर हामी चाहिँ खाना खान आउँछु अब एकछिनमा जस्तै गर्नु भयो साथीहरू त्यही भएर ज्याकेट खोलेर मैले बालेर चाहिँ हामी हिँड्दैछौँ माथितिर अन्त भित्र जाउँ गाह्रो छ है खतरा गाह्रो छ नि अब हामी चाहिँ यहाँ बसेर टकटुक खाने छौँ यहाँ पानी आइरहेछ एकजना यहाँ छ एकदमै गाह्रो पनि छ अहिले त बुढो भन्दा पनि लौरो ठिक छ रहेछ यो लौरो नभए आजको लागि है हिँड्नै सक्दैन ठिक छैन भन्ने कस्तो बुढी रहेछ एकदमै ठिक छ तर आजको लागि यो लौरो ठिक छ आजको लागि ल मैले सधैँको लागि भनेको भएर सधैँको लागि त कहाँ छोड्नु अब ल अब चाहिँ हामी यसरी लौरोको सहारताले हिँड्दैछु एकदमै गाह्रो यहाँ चाहिँ लाली गुराँस हेर्न सक्नुहुन्छ लाली गुराँस छ गाउने ठाउँ के खानु एकदमै दामी छ है लाली गुराँस चाहिँ अनि चाहिँ हामी अब लगभग आधी बाटो चाहिँ पुग्यो हजुरहरू माथि आउनु भइसकेपछि चाहिँ यस्तो खानेकुराहरू पनि पाउनुहुन्छ है पानीहरू सबै चायमा चाहिँ यहाँ पाउन सक्नुहुन्छ अनि ऊ मन्दिर चाहिँ लटलम्बेश्वर चाहिँ हामी लगभग पुगिसक्यौँ यहाँ छ हेर्नु त मान्छेको लाइन कति भिड रहेछ आजलाई स्याटरडे भयो नि त त्यही भएर अब हामी पनि त्यहाँ जान्छौँ एकछिन यहाँ ठक्कै मार्दैछु हामी सबैजना ग्रुपहरू चाहिँ मन्दिर ढोक्नको लागि लाइन जस्तै हुनुहुन्छ यता अब हामी चाहिँ यताबाट माथि अझ टुप्पोमा जाँदैछौँ फर्केर दर्शन गरिसकेँ अब चाहिँ हामी योभन्दा नि अझ टपमा माथि जाँदैछौँ है गाइजहरू ल एकदमै राम्रो छ भ्यूहरू चाहिँ यो हामी चाहिँ यहाँ टपको माथि पाउँदैछु है तलबाट माथि लटलम्बेश्वर महादेव
जुत्ता नि जुत्ता पनि पाउँदैन कहाँमा ढोक्छ न यहाँ दर्शन गर्नु गाह्रो गरेर पुगेला भगवान् भयो क्या दर्शन गर्न सकेँ। अब चाहिँ उहाँ दर्शन गर्न जाँदै हुनुहुन्छ है। मम्मीहरू चाहिँ यहाँ ढोक्दैछ। हेलो भाइ, भाइ चाहिँ के गर्न आएको यहाँ? माटाले यहाँ भिडियो खिच्न मिल्छ नि? सबैजना आउनु होला है साथीहरू। यहाँ चाहिँ एकदमै राम्रो छ ठाउँ पनि, भ्यूहरू पनि एकदमै दामी छ है। ल एकदमै गाह्रो गरेर आएँ हामी चाहिँ यहाँ। एकदमै राम्रो छ। ल पकौडा खाने ठाउँमा पुगेको छ है। झोल पनि यहाँ चाहिँ अचार पनि आउने रहेछ। सबैजना यहीँ यहाँ पनि छ हो मिठो भइरहेको छ। अझै थपेर अर्को प्लेट अघि लगाएको अब एउटा ल साथीहरू, यो चाहिँ रेड बुल हो है। यहाँ चाहिँ 150 लिँदो रहेछ। त्यही भएर हामीले 2-3टा लिएर चाहिँ यो मिसाउँदैछु क्या पानीमा 6जनालाई। उता गएर आएको पर एकदमै प्रेसर लो भएको जस्तो रिङ्गट लागे जस्तो भयो है। त्यही भएर अब यो खाना लगाएको इनर्जीको लागि। मलाई चाहिँ कस्तो लास्टै खुट्टा दुख्यो साथीहरू। यो जुत्ता सानो अलिकति भइरहेको जस्तो मलाई। नङमा पुरै गाडी सक्यो तल झर्दा झर्दा। अब चाहिँ हामी खाना खाने ठाउँमा जाँदैछु है। मन्दिर गएर आएर अब हिँड्दैछु। खाना खाने ठाउँमा पुगेपछि हजुरहरूलाई म फेरि भेट्ने छु। कस्तो बाटो है। हामी चाहिँ खाना खाने ठाउँमा आइपुगिसकेँ। अब चाहिँ हामी यहाँ बसेर खाना खान्छौँ। यता सबै प्याक छ। यहाँ बसेर खाने। हामी चाहिँ खाना खाने ठाउँमा पुगिसकेँ है। यहाँ छ दाल, यहाँ छ मासु है, यहाँ छ साग, अचार, आलु र म छोरा है। हामी चाहिँ यसरी बसेर खाइरहेको छौँ। आज फर्स्ट टाइम हो हामी यसरी बसेर खाँदैछु। सबैजना हेर्न सक्नुहुन्छ है। यता हेरिदेऊ त एकचोटि। खाना कस्तो छ? मिठो छ। हामी चाहिँ खाना नि खान सक्यो है। अब चाहिँ हामी घरतर्फ लाग्दैछौँ। हजुरहरूले यतै हेर्नु त कस्तो गोठहरू, बाख्राहरू। हाम्रो सबै खाना खानलाई आउँदैछ। भर्खर 3 बज्यो है हामी खाना खान सक्दा चाहिँ। अहिले चाहिँ खाना खान आउँदैछ। यहाँ चाहिँ यो केराको बोट पनि रहेछ। आउनुहोस्। राम्रो छ, एकदम राम्रो छ। ग्राहकहरू पनि टन्न छ, दिनै सक्दैन है। अलिकति सर्भिस चाहिँ स्लो भयो नि। मान्छे पनि धेरै छ नि त है। यहाँ चाहिँ अलिकति मान्छे आएको अनुसारले चाहिँ अलिकति वेटरहरू पुगेन भन्नु पर्ला। अनि अब गाउँघरमा यस्तै हो नि खानाहरू है। अरू ठाउँमा त अब रेस्टुरेन्टतिर त मिठै हुन्छ। यहाँ चाहिँ अब ठिकै भोग लागेको बेला खानालाई है। अब चाहिँ हामी घरतिर लाग्दैछौँ।
ओहो यो रुखको बोट पनि कति राम्रो ल भइहाल्यो नि ल हामी चाहिँ अब बाइकमा 3टा बाइक बस्दै लाग्छु बसौँ हामी चाहिँ अब घरतिर लागिसक्यौँ बाइकमा बसेर 3टा बाइक है 2टा अगाडि छ हामी चाहिँ सबभन्दा पछाडि ल बाटो चाहिँ खतरा छ खतरा अघि चाहिँ हामी तलको बाटो आएको भने अहिले चाहिँ हामी माथिको बाटो है नयाँ बाटो जाँदैछौँ अघि आएको बाटो चाहिँ अर्कै हो अब चाहिँ हामी जाने चाहिँ अर्कै बाटो है यहाँबाट चाहिँ बुङ्गामती पुग्छ भन्नुभएको छ अनि नयाँ ठाउँ पनि यसो हेरौँ भनेर हामी चाहिँ यताबाट जाँदैछौँ अघि चाहिँ हामी अर्कै बाटो आएको थियो फर्किँदा चाहिँ अर्कै बाटो फर्किँदैछौँ है हजुरहरू पनि यहीँबाट फर्किन सक्नुहुन्छ के कस्तो छ म यसको पनि राख्नेछु भिडियो बाटो त राम्रै छ है अहिले आएको भन्दा यहाँको अहिलेसम्म हामी चाहिँ आधी बाटो पुग्यो अहिले यो नयाँ बाटोमा आउँदैछु है अहिले अर्कै ठाउँबाट आएको भ्यू अर्कै छ अहिले चाहिँ एकदमै राम्रो भ्यू छ यहाँबाट पनि एकदमै राम्रो छ ठाउँहरू खोला पनि रहेछ क्या तल तर खोला पनि आइरहेको छ है साथीहरू खोला सानो कस्तो राम्रो सफा पानी खतरा बाटो डर पो लाग्यो त मलाई त्यो बाटो देखेर कति माथि पुरै थाहा छ यो बाटो त बाफ्रे कसरी जाने हामी भ्यू हेर्नु त साथीहरू भ्यू हेर्नु कति राम्रो छ वाउ बाइक एउटा चाहिँ अगाडि छ एउटा चाहिँ पछाडि नै छ एकदमै अफरोड भएको भएर चाहिँ एकदमै भिडियोमा हलिरहेको छ है क्यामेरा चाहिँ एकदमै लास अफरोड छ कस्तो राम्रो ठाउँ ल ड्याडी र मम्मीहरू चाहिँ यहाँ हुनुहुन्छ अब 12मा चाहिँ उ त्यहाँ आउँदै हुनुहुन्छ ल एकदमै राम्रो छ ठाउँ चाहिँ नयाँ बाटो है यो चाहिँ फर्स्ट टाइम आएको बाटो ल भ्यू पनि अब यहाँ फोटोसोटो खिच्छु भन्नुभएको छ है सबैले फोटोसोटो एकचोटि खिच्छु अनि फेरि हजुरहरूलाई देखाउँछु यो बाटो हामी चाहिँ यहाँबाट टर्नु पर्ने हुन्छ है म चाहिँ डर लागेर झरेँ उहाँ चाहिँ जानुभएको छ ड्याडी चाहिँ अगाडि नै जानु भइसक्यो अहिले चाहिँ उहाँ जानुभयो ल उहाँ पनि पुग्नु भयो अब यहाँ बा चाहिँ अलिक जान डराउनु भएको छ है अब जानु पर्यो चाहिँ बाइकहरूलाई पठाएर हामी चाहिँ अब माथि उतियासम्म हिँडेर जान्छु यस्तो पानीमा त डर लाग्छ नि त हामीलाई यहाँबाट जानु त्यही भएर हामी चाहिँ बरु यसरी नै जान्छौँ ल झन्डै हिँड्नलाई चाहिँ अलिकति सजिलो रहेछ यो अबि ल साथीहरू पानीको आवाजले मेरो आवाजै सुनेन होला यस्तो आइरहेको छ पानीहरू मेरो चाहिँ यहाँ हुने भयो ल हामी तरिसके मेरो खोला पनि ढुङ्गा नै कति ठुल्ठुलो ढुङ्गाहरू साथीहरू फेरि खोला आयो ल नर्ले नि ल ढुङ्गाहरू हेर्न सक्नुहुन्छ यत्रो ठुल्ठुलो ढुङ्गाहरू ल जाउँ एकदमै राम्रो ठाउँ आएछ है हामी अघि नै गएकै ठाउँमा फर्केको भए केही देखिँदैन थियो हामी चाहिँ नयाँ बाटो आएर चाहिँ सबै हेर्दै आउन पाइरहेको छ है रमाइलो भइरहेको छ एकदमै साथीहरू
अब चाहिँ हामी यता पुग्यौँ बुङ्गामट्टी पुग्न लाग्यौँ नेपालको झन्डा पनि देख्न सक्नुहुन्छ साथीहरू हामी चाहिँ घर आइसक्यौँ है हामी चाहिँ 5:30 बजे पुगेको हो घरमा चाहिँ हजुरहरूले हाम्रो यो भिडियोलाई लाइक सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब र लाइक चाहिँ गरिदिनु होला है यो भिडियो चाहिँ म यहीँ इन्ड गर्न चाहेँ बाई बाई गुड नाइट